हेलो हाई नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। म चाहिँ कौशिला गुरुङ। म धेरै दिनपछि चाहिँ न्यू भिडियो अनि न्यू भ्लगको साथमा उपस्थित भइसकेको छु। हजुरहरूलाई के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला हैन। यस्तो गाइस यस्तो पुरा यस्तो वन छ नि त गाउँघरतिर। आजभोलि कसैले खेतीपाती गर्दैन नि त, अनि त्यही भएर लास्टै वन भए। अनि यो रुखहरूलाई चाहिँ यसो फुपूले चाहिँ मेरो सासूले चाहिँ भोलि पर्सि यसो दाउराहरू बनाउन मिल्छ भनेर हामी सासू बुहारी चाहिँ फाड्न आएको हैन। पहिला सुरुमा त यस्तो थियो, यो अहिले पनि यहीँ छ, यस्तो छँदैन यो साइड त हैन, यस्तो थियो। यस्तोबाट हामीले अहिले यस्तो बनाइसक्यो अहिले त दुईजना मिलेर। यो फाडेको भइले हैन, अझै छ बाँकी। यता त डल्लै छ है। यो पहिला बारी थियो अरे कि हैन, यस्तै कोदोहरू रोप्ने अनि के छर्नेहरू होला नि त। अहिले त कसैले पनि गर्दैन नि त, अनि त्यही भएर अहिले चाहिँ यो रुखहरूलाई चाहिँ हाम्रो फुपूले बचाउने भन्नुभयो। अनि त्यही भएर बाँडफाँड गर्न आउनुभएको। म र फुपू बाँडेकै हामी त फाडिसक्यो यति धेरै। सासूबारीले यो बाटो मुनि रोड योभन्दा माथि चाहिँ रोड छ, यो मुनि चाहिँ यति जोसो फाड्यो भने राम्रो हुँदैछ नि त हैन। अहिले यो यतिकै घरमा पनि बसिरहेको छ, अनि त्यही भएर यसको सदुपयोग गरिरहेको छ हामी चाहिँ गाइज। मेन भनेको यो रुखहरूलाई जोगाउनलाई के योबाट दाउरा बन्छ नि त भोलि पर्सि हैन। टक्क लाएर आगोमा पकाएर खाने भनेको यहीँबाटै सुरुवात हुने हो नि त। अनि एउटा सुरुवात भएर यत्रो हुने हो नि त गाइजहरू। त्यही भएर हामीले चाहिँ संरक्षण गर्न आएको छौँ। खासमा यो भनेको बारी हो हेर्नु है। बारी त अहिले जङ्गल भएर यो त जङ्गल जस्तो के, यो खास बारी हो कि पहिला। गाह्रो छ नि हो यस्तो पार टक्क लाएर हैन। मैले चाहिँ यस्तो काम चाहिँ कहिले पनि गरेको थिएन कि है, फर्स्ट टाइम गर्दैछु। कस्तो भयो भने यतिकै घरमा पनि बसिरहेको नि त हैन, बोर लागेको गाउँघरमा। अब कामहरू सबै सकिसकेन, कोदोहरू सबै सासूले टिपेर भ्याइसक्नु भयो हैन। अनि त्यही भएर यो जङ्गल फाड्न भन्नाले बारी फाड्न जाऊँ भन्नुभयो। अनि बारी फाड्ने भनेर आएको त जङ्गल देख्छु होइन, जङ्गललाई कसरी बारी भयो त भनेर म त एकछिन सोचिरहेँ कि। तर होइन रहेछ हौ, पहिला त बारी रहेछ अनि पछि नगरेको भएर जङ्गल भएको रहेछ क्या। अन्त कन्फ्युज भइरह्यो नि त म त। अन्त जङ्गलै जस्तो हो है। अन्त फेरि डर जस्तो लागेन, अब केही पो आउने हो कि जनावरहरू अथवा केही पो भेट्ने हो कि भन्ने डर हुन्छ नि त। जसो फाडियो होइन, गरियो। काम भन्ने कुरा चाहिँ कस्तो हुन्छ भने आफूले नगरे पनि देखेपछि होइन, सिकेपछि जस्तो काम पनि जानिन्छ कि जस्तो लाग्छ मलाई चाहिँ होइन। गर्नु चाहिँ पर्यो, गर्न चाहिँ अगाडि सर्नु पर्यो त्यही होइन। बाँकी चाहिँ अरू नर्मली कामहरू त आइहाल्छ नि। यो फाड्नको लागि त किन आउने र फाड्नु चलो नै आउँछ होला होइन। जे होस् फाड्न पनि गाह्रै थियो। अघि नै त अलि डर पनि लागेको थिएन। अहिले चाहिँ पुरा खाली भयो नि त। अहिले त यस्तो खाली भयो नि त, यस्तो रमाइलो भयो नि त। अहिले यस्तो थिँदै थिएन कि पहिला त। अहिले त हिँड्नलाई पनि आनन्द होइन। माथिको मान्छे रोडको मान्छेले हेर्दा पनि वा यता त फाँडेछ राम्रो भएछ भन्ने खाले पनि भयो नि त। अनि त्यही भएर गाइस हामी पन्जा एउटा हातमा यो पन्जा, एउटा हातमा यो पन्जा। यस्तो खा भाइ पन्जा त यस्तो भइसकेछ हो। अब फेरि सुरु गर्नुपर्ने हुन्छ। हेर गाइज हो बाटो यस्तो है। यहाँबाट लड्यो भने त कता कता हुने हो, यहाँ देखिँदैन अब झ्याडीले गर्दाखेरि। तर पनि ठिकै छ है। मेरो जुत्ता हेर्नु त ससुराबाको जुत्ता लाएर आएको म त। मेरो सासूले गम्बुट लाउनु भन्दै थियो, तर मलाई त गम्बुट लाउन नि खै के हो कस्तो गाह्रो जस्तो लाग्यो। अनि ससुराबाको जुत्ता त खतरा खतै। ससुराबाको जुत्ता लाएर आएको छु, त्यो पनि कत्रो ठुलो भए र मजाले बानेछु। ससुराबाको जुत्ता लाएर आएको छु। हाम्रो त यति धेरै सबै यो सब झाडी थियो, सब फाँडेर भइसक्यो। फुपू र मैले यहाँ चाहिँ यस्तो, यहाँ चाहिँ गीत बजिरहनु भएको छ फुपूले। यहाँ चाहिँ मेरो झोलामा चाहिँ यहाँ टक्क लाएर अहिले दाउरा बोकेर जानुपर्छ। यहाँ उनीहरू छ नाम्लोहरू है। यो घारी त अब सम्झिने पानी सम्झिने बिस्तारै सक्यो भने गरमला होइन, नत्र यो पाटो चाहिँ भ्याउनुपर्छ आज सासूबारीले टक्क लाएर ल।
हेर बोल्नु मिल्दैन ल है मिल्छ हेर हाम्रो कोसिला गुरुङ हो मेरो बुहारी कसको डिलो त्यो पनि खतम गरे यता काम मैले अहिलेसम्म गरेँ बुहारी कसको डिलुको ऊ यस्तो झारपात काट्नको नि मेरो बुहारी तयार छ रेडी छ है हो त्यो राख तयार छ मैले यहाँ बारी गोडाउनु ल्याएँ बारी जङ्गल गोडाउनु जङ्गल होइन मेरो बारी नै हो सबै जङ्गल भइसक्यो घर नजिकै थियो यो बारी रोडको बाटो बिचमै रोड नि छ यहाँ रोडै छ फेरि घरबाट नजिकै त्यही भने सम्पर्क गर्नु हाम्रो दिनु पाए गुरुङलाई कसैलाई गरेरीको जरुरत छ भने सम्पर्क गर्नु होला सुपथ मूल्यमा पाइन्छ सुपथ मूल्यमा हामी त त्यस्तो खालको मान्छे हो त्यस्तो महँगो चाल दिन्न है महँगो दिँदैन हामी एकदम सस्तोमा 50% छुट रोडभन्दा माथि पनि छ हाम्रो रोडभन्दा तल पनि छ कुन चाहिँ घडी चाहियो तपाईँलाई कुन चाहिँ चाहियो कति चाहियो छानी यस्तोमा हामी अहिले पहिलो कुरा मलाई यो बारीको सफा गर्नुको मूल कारण भनेको घर नजिकको पाइ छ अनि त्यो घर नजिकको पाइ भएपछि म बिस्तारै यसो बाटो हिँड्दै पनि आएर मैले यहाँबाट रुख बिरुवाको के अरे झाँक्रा काटेर मेरो तरकारीलाई थाक्रा लानु सक्छ दाउरा काटेर मैले घरमा भात पकाउन सक्छ दाउरा नि घिसार्दै लानु सक्छ मलाई जे पनि काम लाग्छ त्यो भएर म यसरी माया लाएर नजिकमा भएर पहिला अब एकदम खेती गरेर खाने जग्गा हो बिचमै रोड छ यो हामी फाडेको भन्दा अलिकति माथि यहीँ रोड छ हामी त्यो रोडको मुनि काल्लामा नै बसेर फाडिरहेको हो रोड माथि पनि छ हाम्रो जग्गा यो रोड मुनि रोड माथि बिचमै रोड घरको नजिकै पाइ भएर अलिअलि मैले अब घरमा बसिसकेपछि मलाई तरकारी लाउन पर्छ तरकारी लाएपछि मलाई के अरे यसो थाक्रा झाँक्रा चाहिन्छ र फेरि आगोको चुल्हा फुकेर भात पकाएपछि दाउरा पनि चाहिन्छ मलाई जङ्गल जानु पर्दैन यहाँ मैले रुख बिरुवा पाल्यो भने यहाँ नजिकै छ घरैनिरको उसमा हो त्यो भएर हामी स्वास्नी बुहारी आएर यहाँ फाँडफुँड गर्दैछौँ दाइजू यस्तो भइरहेछ हामी सम्पर्क गर्नु होला भनेर अनुरोध गर्दछु गाउँघरमा गाउँमा फ्रेस हावा फ्रेस के अरे हामी त एकदम प्रकृतिसँग जुझेर होइन नजिक भएर होइन अनि त्यसमै अब प्योर माटो प्योर रुखपात होइन एकदमै अब वनस्पतिसँग खेलिरहेछौँ हामी एकदम हामी म अहिले त मेरो बुहारी पनि मेरो लागि अब सपोर्ट गरिरहेको छ प्रायः म एक्लै हुन्छु मलाई यस्तै गर्न न मलाई खुसी लाग्छ कि किन हो अब अरूहरूले किन यस्तो गाह्रो हुन्छ भन्छ मेरो आफ्नो खुसीको लागि मलाई केमा खुसी लाग्छ त्यो भएर नि मलाई यो खुसी हुनको लागि नि म यस्तो गर्छु अनि मैले यहाँ तलतिर हुँदो बाँसहरू रोपेछ अनि आँपहरू रोपेछ मलाई यहाँ पछि यहाँ भुइँकटरहरू अनि यस्तो केराहरू कुच्चोहरू रोप्ने मलाई इच्छा छ यहाँ अनि मैले अब त्यो घाँसको बिरुवाहरू त छ नै यहाँ अब पहिला मैले यहाँ माथि यो बाटो माथि झन् गुराँस रोपेको थियो टिमुर रोपेको थियो अनि यस्तो सिप्लिकान अहिले एकदम सिप्लिकान कस्तो मान्छेले खोजी खान्छ सिप्लिकानहरू रोपेको थियो तर के गर्ने यहाँ मान्छेले कोले थाहा नपाई जङ्गलमा एकदम आगो लगाइदिन्छ कि यहाँ अलि त्यति बन्देज छैन यहाँको मान्छेहरू अलि त्यस्तै छ अनि मैले कति धेरै गुराँसको बिरुवाहरू मेरो त्यो होइन नि टिमुरको बोट त्यो के अरे अझ मैले कोइरालो रोपेको थियो कोइरालो पनि एकदम अहिलेको उसमा एकदम कोइरालो मान्छेले खोजेर खान्छ अनि फेरि त्यो के अरे सिप्लिकान त्यो सबै लगाएको थिएँ मैले तर के गर्ने सबै डढेलो लाएर लकडाउनको टाइममा मैले सबै
सबै जङ्गल फाडेर लगाइसकेको थियो। सबै त्यो त कहाँ पुग्यो। फेरि म सुरुवात गर्दैछु है। अहिले आफूले यहाँ सबै जङ्गलहरू फाडिराख्यो भने अर्काले डढेलो लाउन नि सक्दैन नि त। अनि म अरूको जङ्गलमा पनि म बाहिर जङ्गल दाउरा घाँस गर्न पनि म सक्दिनँ। म घरमा यताउता गर्ने मान्छे हो। त्यही भएर यसो कहिलेकाहीँ आफूलाई चाहिएको घरीमा जङ्गल जान नपरोस्। मलाई जे चाहिए पनि एउटा केही घुच्चाहरू सानो थाँक्राहरू अथवा झिक्राहरू अथवा दाउरा जे चाहिए पनि मलाई यहीँ होस् भनेर मैले यो के अरे आफ्नो एरियामा आफ्नै हक लाग्छ। आफैले गरेपछि आफूलाई हुन्छ भनेर गरिरहेको छु। अब कतिसम्म सक्सेस हुन्छ अलि यहाँ बन्देज छैन क्या। सबै यहाँ काटिदिन्छ मान्छेहरूले सबै रुखपातहरू। मेरो यो म भन्छु कि गाउँको मान्छेहरूलाई के भन्छु भने अरूको बारीमा पनि म चाहन्न मेरोमा पनि यसरी कसैले नकाटिदियोस् भन्ने मेरो चाहना। अब झगडा गरेर अरूलाई गाली गर्नुभन्दा होइन आफू यसले यसरी माया गरेर यसरी वनपात आफ्नो एरियालाई अब यसरी गरेछ हामीले गर्नुहुन्न भन्ने कुरा अब घर गाउँलेले पनि बुझ्दिए हुन्थ्यो। काट्दियो त्यसले घाँस त होइन भोगटे हो त्यो भोगटे काट्दियो त्यसलाई बुझ्दिए हुन्थ्यो जस्तो लाग्छ। तर भन्नुभन्दा आफै उनीहरूले बुझ्दिया हुन्थ्यो। यसरी एउटा सुझाव दिँदैमा उनीहरूले कुरा बुझ्दैदेखि सजिलो हुन्थ्यो जस्तो लाग्छ। अलि बुझ्दैन त्यसमा दुःख लाग्छ। सबै मैले यता फाड्दै जान्छु उनीहरूले काट्दै गइदिन्छ। रुख के अरे झाँक्रा साक्रा कटुसको सोझो रुखहरू के अरे चिलाउनेहरू अनि झिकुनेहरू कति राम्रो मैले माथि पालेर राखेको थिएँ सबै त्यो फाडिदिन्छ क्या। मलाई त्यहीमा दुःख लाग्छ। त्यो कसैले पनि नगरिदिनु होला। म कृपया म त्यो अनुरोध गर्छु होइन। मेरो अब कतिजनाले भिडियोहरू नि हेर्नुहुन्छ होला। यो गाउँको मान्छेले नि हेर्नुहुन्छ होला। मेरो यो आफ्नो एरियामा मैले गरेको यो हाम्रो जति नि हाम्रो आफ्नो हक लाग्ने ठाउँमा मेरो बारीमा अरूले नछुइदिनु होला। म आफै के अरे जङ्गल भए पनि म आफै फाड्छु अथवा मान्छे लगाएर नसक्ने ठाउँ मान्छे लगाएर फाड्छ। अनि के अरे सानो बिरुवा के अरे थाँक्रा होस् अथवा केही पनि कसैले पनि नकाटिदिनु होला भनेर म विनम्र अनुरोध गर्छु। हेर्ने कथा सुन्ने एकदम मलाई मनपर्छ। हेर्ने कथा यो विद्या चापागाईको म पहिलेतिर एकदमै विद्या चापागाईको म त फ्यान हो। अनि पहिल्यैदेखि मैले अहिले चर्चा भयो हो। तर त्यो चर्चा हुनुभन्दा सुरुदेखि नै मैले हेर्दै आएको। अहिले यो हाम्रो खाजा है त अझ यहाँ पोल बनाउनलाई दिएर पो त हाम्रो खाजा यहाँ पोल बनाउँदैछ र 4-5 जना उस्तै केटाहरू काम गर्न बिहानै 8 बजी आउँछ अरे बेलुकाको 7-8 बजीसम्म काम गर्छ अरे। बिहान 8 बजी खाजा खाएको घर बेलुका छन्। अनि यहाँ सुन्तला अनि मास लिइरहेको थियो किनलाई दिएको। तर अब यो प्लेन जग्गा छैन हिलसाइड भएकोले गर्दा अब यो डाँडा काँडाले छेकिएको छ। अब चट्टैसँगले अब सीमा छुटिएको छ। त्यो भएको आधारमा पनि हामीले चाहिँ यसलाई नै सीमा मानिएर बसिएको छ। अलिकति गुनासो त हुन्छ नि। अब प्रशासनहरूले पनि यसो बेला बेलामा आएर यसो रेखदेख गर्दै हेर्दै
भारतको यहाँको मान्छेहरू नि उता मिल्ने त्यस्तो असाध्यै त्यो राम्रो यो चाहिँ कसरी भएको हो यो ठाउँको चाहिँ हो हामी दार्जिलिङको मान्छे इन्डियाको इन्डिया तर दार्जिलिङ भन्ने चाहिँ नेपाली है हाम्रो दार्जिलिङ सबैजना नेपाली तपाईँहरू पनि नेपाली एउटै हाम्रो भाषा शब्द मिल्छ र सबै संस्कार पनि मिल्छ त्यही कारणले गर्दाखेरि हामी नेपाली दाजुभाइको चाहिँ यो दार्जिलिङभित्रमा चाहिँ टोटल हुन्छ आफ्नै लाग्छ आफ्नै साथी आफ्नै बहिनी आफ्नै दाजु है यस्तै प्रकारले तपाईँ के काम गर्नुहुन्छ त्यही होटेलतिर पनि जान्छु जो धेर पढेको छैन 5 सम्म पढेँ स्कुल पनि छोडेँ स्कुल छोड्नु पनि अब एउटा मजबुरी समस्या भन्ने कुरो हुन्छ म सानो 8 वर्ष हुँदादेखि नै मैले फ्यामिली चलाएर बसेको मान्छे हो 4-5 जना परिवार त्यसरी नै मैले स्कुल छोडेँ भाइहरूलाई पढाएँ सबै फ्यामिली चलाउँदै यता गयो फेरि यता अलि यता ल्याऊ यो गाँठा उँधो सारा न टप्प हुन्छ त यो तपाईँहरू चाहिँ कहाँदेखि आउनु भयो अहिले हामी चाहिँ मिरिक सौरेडी भनौँ आइराख्नुहुन्छ त्यतातिर तपाईँहरू सालमा एकखेप चाहिँ हामी आइबस्छौँ फिसिङको लागि हुन्छ फिसिङ चाहिँ एक्चुअल हुँदैन काम सक्यो हाम्रो त अब एक्चुअल हामी चाहिँ अब इन्जोयमेन्टको लागि आइबस्छ साथीभाइहरूसँग के साह्रो भइरहेको चाल भयो यार मेरो लु भ्याइयो हेर गाइजो हेर्नु त गइरहेको मान्छे पनि त्यस्तै पहिरन पनि त्यस्तै के साह्रो मिल्यो हो अब गएर खाजा बनाएर खानुपर्छ जे होस् रमाइलो लाग्यो आधी बनै फाट्यो नि त बन्न भनौँ आधी बारी नै फाट्यो त्यही हो अब चाहिँ 3 पनि बजिसक्यो अब बाबु पनि उठिसक्यो होला मेरो छोरा के गर्नु आजको भिडियो चाहिँ म अब एन्ड गर्न चाहन्छु के साह्रो चाहिँ झुद्री भयो म त मान्छे नै हाँस्छ होला हो को मान्छे माग्न आयो होला अथवा किडन्याप गर्न आयो भन्छ होला हौ मलाई त अरूलाई यो पहिरनमा त सर त मेरो दाउराको बारी त यस्तो छ